जयमसी मण्डली आज पनि म मर्निङ वाकमा छु र एउटा सानो कुरा आज फेरि पनि सेयर गर्न मन लाग्यो। म चाहिँ विशेष गरी चर्च सम्बन्धित रहेर नै कुरा गर्ने गर्छु र अलिकति आज मलाई अलिकति लागेको एउटा कुरा यसो सेयर गर्न मन लाग्यो। कतिपल्ट हामी मण्डलीमा विश्वासीहरू कतिलाई म देख्छु अनि इभेन म पनि विगतका दिनमा कतिचोटि चाहिँ त्यो कुराहरूसँग जुझेको छु। अधिकारको कुरा गर्छौँ हामी बारम्बार, तर कतिपल्ट कस्तो हुँदो रहेछ भन्दा विश्वासीहरू चाहिँ जुन कुरा व्यर्थको छ त्यो कुरालाई एकदमै यो चाहिँ मेरो अधिकार हो भनेर एकदमै त्यो भनौँ न त्यो जुन कुरा चाहिँ व्यर्थको छ त्यो कुरालाई चाहिँ अधिकार गर्नलाई तम्सिरहेका हुन्छन्। कतिपल्ट चाहिँ येशूले चाहिँ दिएको शिक्षा चाहिँ फरक हुन्छ, तर त्यसको विपरीतमा गइरहेको हुन्छ। जस्तै अब येशूले चाहिँ कसैले तिम्रो एक गालामा चड्काउँछ भने अर्को गाला पनि थापिदियो भन्नुभएको छ। तिमीलाई कसैले उदाहरणको लागि जस्तै अब कसैले 1 किलोमिटर हिँड्न भन्छ भने 2 किलोमिटर हिँडिदियो भने खालको उदाहरण दिनुभएको छ। बाइबलमा यो शब्द चाहिँ अर्कै चलाएको छ। तर हाम्रो कतिपय विश्वासीहरूको बानी चाहिँ के हुन्छ भन्दा कसैले एक गालामा चड्काउने त के, उसको बारेमा थोरै केही भन्ने बित्तिकै तँभन्दा म के कम भनेर त्यो पुरै पाखुरा सुर्किँदै होइन तैँले 1 हानिस् पनि म तँलाई 2 हान्छु भनेर त्यसरी गइरहेको हुन्छ, जुन चाहिँ ठ्याक्कै येशूको शिक्षाको विपरीत कुराहरू हो। अनि अधिकारको कुराहरू गर्छौँ, धेरै कुराहरू विश्वासीले गर्न खोजिरहेको हुन्छ। एउटा कसैको पाठ एउटा छिमेकको कुरा गरौँ, एउटा छिमेकीको घरसँगै छ अनि उसको एउटा आफ्नो छिमेकीको पाठ तपाईँको घरमा आयो र तपाईँको घरमा आएर तपाईँको आँगनमा आएर सानो कुरा केही बिगारिदियो, तपाईँको आँगनमा केही सुकाइरहेको छ खाइदियो अथवा छरिदियो भने यस्तो केसमा कतिपय विश्वासीहरूको धारणा कस्तो हुन्छ भन्दा म मेरो अधिकारको लागि लड्छु, यो कुराको लागि चाहिँ म उजुरी हाल्नु पऱ्यो भने उजुरी हाल्छु, यो सबै कुराको लागि चाहिँ म त्यसै चाहिँ बाँकी राख्दिनँ। तर त्यहीँनिर हामीले यसोको शिक्षालाई हेर्छौँ भने यो सबै कुरालाई बिर्सेर आफ्नो छिमेकीलाई प्रेम गर्ने कुरा सिकाउँछ। तर विश्वासीहरू जुन कुरा व्यर्थको छ त्यो कुराको लागि चाहिँ एकदमै आफ्नो अधिकार जमाउन खोज्छन्। आफ्नो अधिकार मेरो अधिकार छ, म यो गर्न सक्छु त्यो गर्न सक्छु, मैले गर्न सक्ने म गर्छु भनेर एकदमै भनौँ न तम्सिन्छन् कि त्यो हिम्मत देखाउँछन् कि जुन कुरा चाहिँ व्यर्थको छ त्यो कुराको लागि। तर दुःख लाग्दो कुरो चाहिँ त्यही विश्वासी कुनै रोगले लामो समयदेखि ग्रसित हुन्छ अनि लामो समयदेखि त्यो व्यक्ति एकदमै त्यो रोगबाट पीडित हुन्छ, त्यो रोगलाई लिएर बसिरहेको हुन्छ। बरु चाहिँ जीवनभर त्यतिकै बस्न तयार हुन्छ, तर उसले चाहिँ म यो रोगसँग लड्छु, मसँग अधिकार छ, म चाहिँ अधिकारद्वारा यो रोगलाई चाहिँ जित्न सक्छु भनेर कहिले पनि त्यो कुराहरू उसले सोच्दैन कि र त्यो क्रियाकलापहरू उसले गर्दैन, जबकि उसलाई त्यो रोगसँग लड्ने त्यो रोगलाई जित्ने अधिकार प्रभु येशूले दिनुभएको छ। यो कुराहरू विश्वासीले एकदमै सजिलै बिर्सिरहेका छन् यी दिनहरूमा। संसारिक कुराहरूसँग लडाइँ गर्न जाने, जबकि येशूले त्यो सबै कुराहरू व्यर्थको भनेको छ, बाइबलले सिकाएको छ त्यो कुरा व्यर्थको हो। तर हामी जुन कुरा हाम्रो हो त्यो कुराको लागि हामी लड्दैनौँ, जुन कुरासँग हाम्रो सङ्घर्ष छ, जुन कुरासँग हाम्रो लडाइँ हो वास्तविक लडाइँ, त्यो कुरासँग हामी लड्न जाँदैनौँ। त्यो कुरालाई हामी हेर्दैनौँ कि कतिचोटि वास्तविकता त सबैलाई थाहा छ नि, हाम्रो लडाइँ त शारीरिक लडाइँ होइन। आज तपाईँको आँगनमा कसैको पाठोले केही खाइदियो, त्यो लडाइँ तपाईँको लडाइँ होइन नि, त्यो लडाइँदेखि तपाईँको सरोकारै छैन, त्यो व्यर्थको लडाइँ हो। त्यो कुरा लडेर तपाईँले उजुरी हाल्नुहुन्छ, त्यो व्यक्तिलाई मात्रै असर पर्दैन, त्यो व्यक्तिभन्दा धेरै ठुलो असर तपाईँलाई पर्छ होइन। किनभने त्यहाँ फेरि ज्ञान र बुद्धिकै कुरा आउँछ, बाइबलले सिकाएको कुरा नै हामीले अप्नाउनु पर्ने कुराहरू आउँछ। यसरी हामी जुन कुरा व्यर्थको हुन्छ त्यो कुराको लागि हामी लड्न तयार हुन्छौँ, तर जुन कुरा आफ्नो हो, जुन कुरा तपाईँको हो, जुन कुरामा तपाईँको अधिकार छ, जुन कुरा बाइबलले तपाईँलाई अधिकार दिएको छ, त्यो कुराको लागि कतिपल्ट तपाईँ लडिरहनु भएको छ कि छैन भन्ने कुरा चाहिँ तपाईँले बिर्सिनु हुँदैन। हाम्रो निम्ति जुन अधिकार सुरक्षित छ त्यो अधिकार हामीले चाहिँ छोडेर र जुन कुरा चाहिँ संसारमा जुन कुरासँग हाम्रो लडाइँ नै होइन, जुन चाहिँ हाम्रो आत्मिक लडाइँ बाहेक त्यो व्यर्थको लडाइँ हामी लड्नलाई एकदमै तम्सिरहेका हुन्छौँ कि धेरैचोटि। यो कुरामा चाहिँ विश्वासीहरूले अलिकति याद गर्नुपर्ने कुराहरू याद गरिरहेका हुँदैनन्। यस्तो कुराहरूमा विश्वासीहरू चुकिरहेको देखेको छु कि मैले धेरै ठाउँमा। लड्नु नै छ भने तपाईँले आफ्नो शरीरमा जुन रोगले तपाईँलाई अधिकार गर्दैछ त्योसँग अधिकार लिनुहोस् न, त्यो माथि अधिकार लिनुहोस् न।
तपाईँले छिमेकीसँग जुधेर होइन पाखुरा सुर्केर तँभन्दा म के भन्ने कुराको कुनै पनि अर्थ छैन क्या। त्यो कुराहरूले न त तपाईँलाई शान्ति दिन्छ न त जीवन दिन्छ। जब अझ त्यो कुराले तपाईँलाई अशान्तिमा लैजान्छ, तपाईँको दुश्मनी गराउँछ, तपाईँको रिसिभी बढ्छ होइन, र दिनहुँ तपाईँको जीवन झन् अशान्तिमा र त्यो एक प्रकारको चिन्ता फिक्रीमा डुब्दै जाने कुरा हो। शारीरिक कुराहरू, संसारको कुराहरूसँग लडाइँ हाम्रो लडाइँ होइन। लड्नु नै छ भने तपाईँले तपाईँको शरीरमा जुन रोग छ त्योसँग लड्नुहोस् न, त्योसँग अधिकार गर्नुहोस् न। त्यसलाई भन्नुहोस् म परमेश्वरको सन्तान हो, मलाई त्यो अधिकार छ र म तँलाई आज्ञा गर्छु येशूको नाममा त मेरो शरीरबाट निस्केर जा। यो अधिकार मलाई उहाँले दिनुभएको छ। यो अधिकार म तँमाथि यो अधिकार लिन्छु। तँलाई यो शरीरमा बस्ने अनुमति छैन रोग, किन भन्दा मेरो पिताले मलाई त्यो अधिकार दिनुभएको छ। त्यो अधिकारद्वारा म तँलाई आज्ञा गर्छु त यसै गरी निस्कि। यो सबै कुरासँग हामी लड्न चुकिरहेका छौँ कतिपल्ट। तर रोगलाई लिएर रोगलाई अब यो कुराहरूमा फेरि कतिपल्ट कन्ट्रोभर्सी आउने कुराहरू पनि हुन्छ। यो अलिकति बुझाइको कमजोरी हो। येशूको रगत के हो, येशूले किन बलिदान गर्नुभयो आफ्नो जीवनलाई, यो कुराहरूलाई बुझेकै छैनन् मानिसहरू। कति विश्वासीहरूलाई दुःख लाग्दो कुरा चाहिँ यो कुराहरूको अधिकार लिन सकिरहेका छैनन्। आज यही कुराहरूले गर्दाखेरि धेरै कुराहरूमा विश्वासी चुकिरहेको हुन्छ र आफू हार मानेर निराशामा जीवन बिताएर दुःखमा बसेर अनि त्यो भनौँ न विशेष गरी रोगसँग चाहिँ शैतानको ठुलो उसको रणनीति जोडिएको हुन्छ कि विश्वासीको जीवनमा चाहिँ सबभन्दा ठुलो माध्यम त्यही नै हुन्छ। प्रभुलाई चिनेर सबैभन्दा ठुलो माध्यम चाहिँ रोगै हुन्छ, जसले गर्दा चाहिँ विश्वासी निराशामा पुग्ने अनि जीवनलाई चाहिँ मृत्युसम्म स्वीकार्न तयार हुन्छ, तर आफ्नो अधिकारलाई समात्न चाहिँ उनीहरू तयार हुँदैन कतिपल्ट। त्यही भएर म भन्न चाहन्छु तपाईँहरूले यदि अधिकारै जमाउनु छ, आफ्नो अधिकार नै तपाईँले मसँग अधिकार छ भनेर लडाइँ नै गर्नु छ भने यसरी तपाईँ लड्नुहोस्, यसरी तपाईँले रोगसँग लड्नुहोस्। तपाईँको आफ्नो अधिकार जुन तपाईँको पिताले, तपाईँको परमेश्वर, तपाईँको बुवाले दिनुभएको छ त्यो अधिकारलाई तपाईँले लिनुहोस् र त्यो अधिकारलाई प्रयोग गर्नुहोस्। यो चाहिँ हाम्रो वास्तविक लडाइँ हो। यसरी आत्मिक लडाइँसँग तपाईँले आफ्नो जीवनलाई जब लड्नलाई सिकाउनुहुन्छ, तालिम दिनुहुन्छ, त्यसपछि तपाईँको जीवन चाहिँ अर्कै हुन्छ। तपाईँले वास्तविक अधिकार के हो भने सिक्नुहुन्छ। एउटा कुरा बुझ्नुपर्ने कुरा र बिर्सनै नहुने कुरा चाहिँ संसारसँग हाम्रो लडाइँ होइन है। यसरी तपाईँले आफ्नो अधिकारलाई सही ठाउँमा प्रयोग गर्नु चाहिँ बाइबलले सिकाउँदछ र यसैलाई नै बुद्धिमानी विश्वासी पनि भनिन्छ। र यदि साँच्चै नै हाम्रो लडाइँ चाहिँ संसारसँगै हुँदो हो त, जसरी येशूले सिकाउनु भयो के अरे तिम्रो गालामा कसैले एउटा गालामा चड्काउँछ भने अर्को गाला पनि थापिदेऊ होइन। यदि साँच्चै हाम्रो लडाइँ संसारसँग हुँदो हो त यसले के भन्नुहुन्थ्यो होला, यदि कसैले तिम्रो एउटा गालामा चड्काउँछ भने त्यसको हात काटिदे भन्नुहुन्थ्यो होला होइन। अथवा तेरो छिमेकीले तेरो विरुद्धमा केही खराबी गर्छ भने त्यो छिमेकीलाई त सखाप पारिदे पनि भन्नुहुन्थ्यो होला, तर भन्नु भएन नि। किन भन्दा हाम्रो लडाइँ त्यो होइन। हामी चाहिँ संसारमा साक्षी बन्नको निम्ति चुनिएका छौँ। एउटा येशू कस्तो हुनुहुन्थ्यो, येशू को हुनुहुन्छ भन्नको निम्ति हामी चुनिनुको ठुलो रहस्य छ कि। त्यही भएर विश्वासी अनि व्यक्तित्वहरूमा यो कुरा भन्न चाहन्छु, कतिपयजनाले यो अधिकारको कुराहरूमा एकदमै व्यर्थको अधिकारको लागि आफ्नो लडाइँ लडिरहेका हुन्छन्, तर वास्तविकता त्यो होइन। वास्तविक लडाइँ हाम्रो आत्मिक लडाइँ हो। हाम्रो अधिकार सही ठाउँमा प्रयोग गरेनौँ भने त्यो अधिकारको कुनै भ्यालु छैन, त्यसको कुनै अर्थ छैन। उल्टै त्यसले हामीलाई उल्टै खाडलमा पारेको कतिचोटि यो उदाहरणहरू मैले देखेको छु र मेरो जीवनमा पनि कतिचोटि कुरा भएको छ। त्यही भएर तपाईँको अधिकारलाई सही ठाउँमा प्रयोग गर्नुहोस्। परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिउन्। धन्यवाद। जय मसीह।